दिस प्र्याक्टिस आएको विथ मिस्टर थापा हैन। आजको क्वेसन यस प्रकार छ। यो इगल भ्यूको 3D इलिस्ट्रेसन। अनि त्यसै गरी कता गयो अर्को क्वेसन यो दुईटा क्वेसनलाई चाहिँ हामीले प्र्याक्टिस हानिन्छ। एकदमै मोस्ट इम्पोर्टेन्ट क्वेसन हो हैन। सो द मोमेन्ट अफ ट्रुथ हैन। यो क्वेसनलाई चाहिँ अब कसरी सल्भ गरिन्छ त हैन। अब फर्स्टमा चाहिँ नि हामीलाई अब माथि फिगर देखाइदिन्छ। अब फिगरमा चाहिँ अब्जेक्टको हामीले के पत्ता लगाउनु पर्यो भन्दा यो सिङ्गो अब्जेक्टको पहिला सुरुमा हामीले फर्स्ट काम गर्ने भनेको चाहिँ नि के पत्ता लगाउनु पर्यो भन्दाखेरि यसको फ्रन्ट भ्यू, साइड भ्यू, अनि त्यसपछि एन्सरमा कुनमा दिएको छ, कुन भ्यूमा एन्सर दिएको छ त्यो पत्ता लगाउँ है। अब हेर्दाखेरि हामीले हेर्दाखेरि हैन, यो चाहिँ अब्जेक्टको फ्रन्ट साइड भनेको यो अब्जेक्टको फ्रन्ट साइड भनेको फ्रन्ट भ्यू भयो, अनि अब्जेक्टको लेफ्ट र राइट साइड भनेको चाहिँ नि साइड भ्यू भयो, अनि अब्जेक्टको ब्याक साइड भनेको यतातिर भनेको चाहिँ नि यो ब्याक भ्यू भयो हैन। अनि अब्जेक्टलाई माथिबाट हेर्दाखेरि यो के हुने भयो, टप भ्यू। माथिबाट हेर्दा चाहिँ टप भ्यू। यो त भयो साइड भ्यूहरू, फ्रन्ट भ्यूहरू हैन। अनि त्यसपछि आएर एन्सरमा चाहिँ हामीलाई राख्दैछ, कसरी राख्दैछ भन्दा टप भ्यूमा चाहिँ सबै एन्सरहरू चाहिँ टप भ्यूमा छ हैन, अप्सन 1 2 3 4। अब यसमा चाहिँ नि हामीले पत्ता लगाउनु पर्ने भनेको के हो भन्दाखेरि हामीले व्हिच इज आइडेन्टिकल, कुन चाहिँ नि क्वेसनसँग सिमिलर छ। अब यो माथि राखिदिएको अब्जेक्ट 3D अब्जेक्टलाई माथिबाट हेर्दाखेरि 2D मा हेर्दाखेरि हैन, 3D अब्जेक्टलाई 2D मा हेर्दाखेरि कुन चाहिँ नि आइडेन्टिकल छ त। आइडेन्टिकल कसरी भन्दा यो टप भ्यूबाट देखाइदिएको छ, टप भ्यूबाट हेर्दाखेरि कुन चाहिँ नि आइडेन्टिकल सिमिलर हुन्छ त्यो चाहिँ नि हामीले पत्ता लगाउनु पर्छ है त। ओके, अब यसलाई कसरी पत्ता लगाउने, एन्सर पत्ता लगाउनु पर्यो भन्दाखेरि हरेक एकचोटि हामीले एउटा पोइन्ट समातेर यसरी रोटेट हान्ने हैन। यसरी रोटेट हान्दाखेरि टक्क अब्जेक्टको सेप, साइज, डिस्टेन्स हैन कस्तो छ, यिनीहरूको सेप, साइज, डिस्टेन्स, यदि कलर दिएको छ भने कलर हैन त्यो हेर्नु पर्यो। अनि त्यसपछि मोटाई, गोलाइ हुन्छ नि हो त्यस्तो हेर्नुपर्छ है। त्यो ख्याल गरिसकेपछि तिनीहरू क्वेसनसँग सिमिलर, मिल्दोजुल्दो अप्सन 4 वटा मध्ये एउटा हुन्छ नै। त्यही भएर अब हामीले सल्भ गरौँ है त। ओके, सल्भ गर्दाखेरि मैले एउटा पोइन्ट पक्रिएँ। पोइन्ट पक्रेर म यसो घुम्छु है त। कसरी भन्दाखेरि यो पोइन्टदेखि यो पोइन्टमा जान्छु। ओके, क्वेसन नम्बर 1 अप्सन नम्बर 1 मा गएँ हैन। यो पोइन्टदेखि यो पोइन्टमा गएँ, ठिक छ। अनि त्यसपछि आएर यो पोइन्टदेखि यो पोइन्टमा जान्छु। यो पोइन्टदेखि यो पोइन्टमा गएँ, ठिक छ। अनि त्यसै गरी यो पोइन्टदेखि यो पोइन्टमा गएँ, ठिक छ। यो पोइन्टदेखि यो पोइन्ट गएँ, ठिक छ हैन। अनि त्यसपछि अब यो पोइन्टदेखि म यहाँनिर जान्छु है त। ओके, अब यो पोइन्टदेखि यहाँनिर जाँदा पनि ठिक छ हैन। अनि त्यसै गरी अब म यो पोइन्टदेखि यसमा जान्छु, अरूतिर त अब्जेक्ट छैन हैन। अब यो पोइन्टदेखि यहाँनिर जाँदाखेरि मैले के देखेँ त, मैले के पत्ता लगाएँ त अप्सन नम्बर 1 मा भन्दाखेरि एउटा यो चाहिँ कहाँबाट आयो त, यो सेप देख्न सक्नुहुन्छ तपाईहरुले। यो चाहिँ नि हो, यो सेप कहाँदेखि आयो त हैन। यहाँनिर त छैन केही पनि, यहाँनिर त छैन हो। यस्तै कुराहरू चाहिँ हामीले खोज्दै गयौं भने इगल भ्यू सल्भ गर्न सकिन्छ है त। त्यसले गर्दाखेरि यो आयो, यो पोइन्ट आयो। अब के भयो त, यो पोइन्ट आइसकेपछि क्वेसनसँग सिमिलर भएन हैन। त्यसले गर्दाखेरि अप्सन नम्बर 1 इन्करेक्ट हैन। अप्सन नम्बर 1 इन्करेक्ट भयो। अब अप्सन नम्बर 2 लाई हेरौँ हैन। अप्सन नम्बर 2 मा जाँदाखेरि ओके, अप्सन नम्बर 2 मा जाम। अप्सन नम्बर 2 मा जाँदाखेरि अब मैले फेरि पनि त्यही पोइन्ट पक्रेर गएँ हैन। एउटा पोइन्टदेखि पक्रेर जाँदाखेरि यो पोइन्टदेखि गएँ। अब यो पोइन्टदेखि जाँदाखेरि चाहिँ यहाँनिर कतिवटा छ त गनम है त। यिनीहरूको यो ब्लकहरू हुन्छ नि, सिलिन्ड्रिकल सेपहरू, सिलिन्डर सेपहरू उभ्याएर राख्दैछ नि। यो कतिवटा छ त, 1 2 3 4 5, 1 2 3 4 5, 5 वटा त छ। के छ भन्दाखेरि यसमा चाहिँ नि यिनीहरूको लोकेसन हुन्छ नि, डिस्टेन्स हुन्छ नि, कस्तो धेरै ग्यापिङमा छ कि हेर्नु त। यसरी छ नि, यसरी छ। अनि त्यस प्लस एउटा नयाँ अब्जेक्ट यहाँनिर थपिएको छ कि यो एउटा नयाँ अब्जेक्ट यहाँनिर थपिएको छ। त्यसले गर्दाखेरि हाम्रो अप्सन नम्बर 2 पनि इन्करेक्ट, अप्सन नम्बर 2 पनि इन्करेक्ट। अनि त्यसपछि 1 पनि इन्करेक्ट, 1 र 2 इन्करेक्ट है त। अब त्यसै गरी अप्सन 3 लाई हेरौँ। अप्सन 3 मा जाँदाखेरि के छ, ओके, एउटा पोइन्ट पक्रिएँ मैले। अप्सन 3 मा एउटा पोइन्ट पक्रिएँ है त, एउटा पोइन्ट यो पक्रिएँ। अनि त्यसै गरी म यहाँदेखि यहाँ गएँ हैन, ठिक छ। ओके, यहाँदेखि यहाँ गइरहेको छु हैन। अनि यहाँदेखि यहाँ जान्छु, यहाँदेखि यो सानोमा गएँ हैन। अनि अब म योदेखि यो सानोमा जान्छु, योदेखि यो सानोमा जान्छु। फेरि म यो ठुलोदेखि यसमा जान्छु, यो ठुलोदेखि यसमा गएँ। भइरहेको छ नि, मिलिरहेको छ नि हैन। अब म योदेखि यहाँनिर जान्छु, योदेखि यहाँनिर गएँ, ठिक छ। अब म ठ्याक्कै कहाँनिर पुगेँ भन्दा मान्छे उभिएको अगाडिपट्टि पुगेँ हैन। मान्छेले कतातिर हेरेछ त, मान्छेले अगाडि यो वालतिर हेरेछ हैन, ठ्याक्क। अब यो
यहाँदेखि यहाँ आउँदाखेरि सेम मिलिरहेको छ नि होइन, ठ्याक्कै मान्छे भएको ठाउँमा यो पोइन्टदेखि यो पोइन्टमा आउँदाखेरि मिलिरहेको छ नि होइन। अनि त्यसै गरी म अब यो पोइन्टदेखि यहाँनिर जान्छु, यो पोइन्टदेखि यहाँनिर जाँदाखेरि यो आएको छ। अब त्यसै गरी ठ्याक्क म अब यो पोइन्टदेखि यहाँनिर अगाडि जान्छु, यहाँनिर अगाडि गएँ यो आयो होइन। अनि त्यसै गरी अब म यहाँदेखि चाहिँ नि यो पोइन्टदेखि म के गर्छु त यहाँनिर जान्छु, यहाँनिर जान्छु है त। ओके, यो पोइन्टदेखि म यहाँनिर गएँ होइन, अलिकति देखिएन होला, यहाँनिर गएँ, यो पोइन्टदेखि म यहाँनिर आएँ है त, यहाँनिर आएँ, यो पोइन्टमा आएँ है त, म यो पोइन्टमा आएँ। अब मेन लोजिक लुकेको कहाँनिर छ, अब यहाँ यो पोइन्टनिर आउँदाखेरि कतिलाई लाग्छ कि हाम्रो यो अप्सन सी पनि इन्करेक्ट हुन्छ भनेर, यसलाई देखेर चाहिँ इन्करेक्ट हुन्छ भन्नुहुन्छ होइन। तर यो चाहिँ के गर्थ्यो भन्दा हामीलाई यो भ्यूदेखि देखाइदिएछ नि त, यो भ्यूदेखि देखाइदिएपछि हाम्रो यो अब्जेक्ट कहाँ हुने भयो त यहाँनिर चाहिँ लुकेको छ नि त होइन, माथिबाट हेर्दाखेरि देखियो। अनि यो फ्रन्ट भ्यूबाट हेर्दाखेरि के हुने भयो त यो लुकेको हुने भयो। त्यसैले गर्दाखेरि हाम्रो अप्सन यो अब्जेक्ट चाहिँ नि लुकेको हुन्छ अनि हामीले टप भ्यूबाट हेर्दाखेरि देख्छौँ। त्यसले गर्दाखेरि हाम्रो अप्सन 3 चाहिँ नि करेक्ट होइन हुन्छ। यसरी अब 4 लाई हेरौँ। अब 4 लाई हेर्दाखेरि के छ भन्दाखेरि यो पोइन्ट छ नि, यो पोइन्ट के गरिदिएको भन्दाखेरि यो पोइन्टलाई यतातिर ल्याएर राखिदिएको छ, के सराइदिएको, कि यसको ठाउँै सारिदिएको छ होइन। प्लस यो नयाँ अब्जेक्टहरू ल्याइदिएको छ, त्यसले गर्दाखेरि यो फिगरसँग मिल्दैन, त्यसले गर्दाखेरि इन्करेक्ट होइन। सो यसरी चाहिँ सल्भ गरिन्छ है त इगल भ्यूको यस्तो टाइपको क्वेसन 3D। यो चाहिँ नि मोस्ट इम्पोर्टेन्ट क्वेसन है त गाइस। ओके, लेट्स सल्भ एनदर वान है त। अर्को क्वेसन पनि सेम सिमिलर लोजिक लगाएर सल्भ गरिन्छ है त। यो 3D इलिस्ट्रेसनलाई चाहिँ अब कसरी सल्भ गर्ने है त इगल भ्यूमा सोधिने यो 3D इलिस्ट्रेसनलाई चाहिँ कसरी सल्भ गर्ने। अब मैले फर्स्टमा चाहिँ नि अब फेरि पनि बेसिक रुलहरू बताइदिन्छु। हाम्रो यो अब्जेक्टको यता यो साइड भनेको ब्याक भ्यू हो, यता यो लेफ्ट एन्ड राइट साइड भनेको चाहिँ नि साइड भ्यू, अनि त्यसै गरी यो भनेको फ्रन्ट भ्यू, माथिबाट हेर्ने चाहिँ टप भ्यू है त। माथिबाट यसरी हेर्नेलाई चाहिँ टप भ्यू भनिन्छ है त। यो त भयो साइड भ्यूहरू भयो। अब हामीले अब यसमा चाहिँ नि राइट एन्सर कसरी पत्ता लगाउने है त। एट फर्स्टमा चाहिँ नि हामीले अब अब्जेक्टको सेप, साइज, डिस्टेन्स होइन, अनि त्यसमाथि अब क्वेसनसँग मिल्दोजुल्दो सिमिलर कुन अप्सन छ 1 2 3 4 मा कुन अप्सन छ त्यसलाई चाहिँ नि टिक लाउनु पर्ने हुन्छ है त। अब यो क्वेसनलाई हेरेर हाम्रो 1 2 3 4 चाहिँ नि कुन छ अप्सन सिमिलर है त, क्वेसनसँग सिमिलर कुन छ त्यसलाई चाहिँ टिक लाउनु पर्ने हुन्छ। ओके, लेट्स स्टार्ट विथ अप्सन नम्बर 1। अघि मैले भने चाहिँ म एउटा पोइन्टमा जान्छु होइन, एउटा पोइन्टमा जान्छु, त्यसै गरी टक्क यो पोइन्टदेखि यो पोइन्टमा जान्छु है त। यो पोइन्टदेखि यो पोइन्टमा जाँदाखेरि म गएँ होइन। अब फेरि नेक्स्टमा म कहाँ जान्छु भन्दाखेरि यो पोइन्टदेखि यो पोइन्टमा जान्छु। अब यो पोइन्टदेखि यो पोइन्टमा जाँदाखेरि मैले एउटा कुरा के नोटिस गरेँ भन्दा यो अब्जेक्ट आयो, जबकि यहाँनिर चाहिँ केही पनि छैन होइन। सो त्यसले गर्दाखेरि चाहिँ नि अप्सन 1 इन्करेक्ट भयो। अब्जेक्टहरूको सङ्ख्या हामीले के पत्ता लगाउनु पर्यो भन्दा अब्जेक्टहरूको सङ्ख्या जुन क्वेसनमा हुन्छ नि, क्वेसनमा जुन छ नि त्यही हुनु पर्यो है त, अब्जेक्टहरूको सङ्ख्या अनि त्यसपछि सेपहरू त्यही हुनु पर्यो है त। अनि अझै अगाडि जाँदाखेरि म यो पोइन्टदेखि यो पोइन्टमा जाँदाखेरि यो पोइन्टदेखि यो पोइन्टमा जाँदा मैले के पत्ता लगाएँ भन्दाखेरि यसको चाहिँ नि सेप कलर चेन्ज भएको छ नि, हो कि नै, कलर चेन्ज भएको छ, अर्कै भएको छ, त्यसले गर्दाखेरि इन्करेक्ट भयो है त। यसै गरी अब म यो पोइन्टदेखि यो पोइन्टमा आएँ, ठिक छ होइन, यो पोइन्टदेखि यो पोइन्टमा आएँ, यो पोइन्टदेखि यो पोइन्टमा आएँ, अनि त्यसै गरी यो पोइन्टदेखि यो पोइन्टमा जान्छु, यो पोइन्टदेखि यो पोइन्टमा जान्छु, अनि फेरि एन्ड देन ब्याक यो पोइन्टदेखि यो पोइन्टमा आएँ होइन, यो पोइन्टमा आएँ। अब सबै कुराहरू सिमिलर छ, बट यहाँनिर हामीले कुन चाहिँ दुईवटा कुरा मुख्य कुराहरू अब भेटायौँ भन्दाखेरि हामीले एउटा यो सेप भेटायौँ अनि त्यसपछि एउटा यो सेप भेटायौँ होइन। त्यसले गर्दाखेरि अप्सन नम्बर 1 चाहिँ नि इन्करेक्ट है त। अप्सन नम्बर 1 इन्करेक्ट भइसकेपछि अब हाम्रो अप्सन नम्बर 3 मा जाऊँ होइन। अप्सन नम्बर 3 मा जाँदाखेरि अप्सन नम्बर 1 इन्करेक्ट भयो। अप्सन नम्बर 3 मा जाँदाखेरि अब हामीले फर्स्टमा हेरौँ है त। अब फर्स्टमा एउटा पोइन्टदेखि जाऊँ, अब यो पोइन्टदेखि यो पोइन्टमा जाऊँ है त। यो पोइन्टदेखि यो पोइन्टमा जाँदाखेरि अब हामीले के भेटायौँ भन्दाखेरि यहाँनिर देख्न सकिन्छ हामीले यो ठुलो अब्जेक्टमा के छ भन्दा एउटा ग्याप जस्तो छ, तर अप्सन नम्बर 3 मा केही छैन नि, हो किन यहाँनिर चाहिँ खाली छ, तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ केही पनि छैन, खाली छ नि, हो किन यहाँनिर चाहिँ केही पनि छैन। अब यहाँनिर यो
क्वेसनमा हेरौँ अनि त्यसपछि एन्सरमा हेरौँ है त। यहाँनिर खाली छ होइन, केही पनि देखिएको छैन। सो अब यो क्वेसनसँग सिमिलर हुन गएन हो कि नै, त्यसले गर्दाखेरि अप्सन नम्बर 3 पनि इन्करेक्ट है त। अब अप्सन नम्बर 4 लाई हेरौँ। अप्सन नम्बर 4 लाई हेर्दाखेरि अप्सन नम्बर 4 लाई हेर्दाखेरि के छ भन्दाखेरि सेम छ, सबै सेम छ, केही पनि चेन्ज भएको छैन। बट के भछ भन्दाखेरि उल्ट्याएर राखिदिएको छ के, देख्न सक्नुहुन्छ। यो क्वेसनलाई चाहिँ यो पोइन्टलाई चाहिँ नि हाम्रो अप्सन नम्बर 4 मा यो पोइन्टलाई यहाँनिर राखिदिएको छ होइन, तर के गर्दैछ उल्ट्याएर राखिदिएको छ। उल्ट्याएर राखिदिसकेपछि त नमिल्ने भयो नि त होइन। सो त्यसले गर्दाखेरि चाहिँ नि अप्सन नम्बर 4 पनि इन्करेक्ट, मिलेन होइन। अब अप्सन नम्बर 2 लाई हेरौँ है त। अब अप्सन नम्बर 2 मा जाँदाखेरि फर्स्टमा एउटा पोइन्ट पक्रिम होइन, फर्स्टमा एउटा पोइन्ट पक्रिम, यहाँदेखि यहाँ जाम, यहाँदेखि यहाँ गइयो हामी, ओके अल गुड। फेरि यो पोइन्टदेखि हामी यसमा जाम है त। यो पोइन्टदेखि यसमा जाँदा पनि ठिक छ। अब यो पोइन्टदेखि यसमा जाम होइन, यो पोइन्टदेखि यसमा जाँदा पनि ठिक छ। अनि फेरि यो पोइन्टदेखि यहाँ जाम है त, यो पोइन्टदेखि यहाँ जाँदा पनि ठिक छ। अब यो पोइन्टदेखि यहाँ जाम है त। अब यो पोइन्टदेखि यहाँ जाँदा पनि ठिक छ होइन, सबै मिल्दै गएको छैन होइन। यो पोइन्टदेखि यहाँ जाम, यो पोइन्टदेखि यहाँ जाँदाखेरि पनि ठिक छ, मिलेकै छ। अब यो पोइन्टदेखि यहाँ जाम होइन, यो पोइन्टदेखि यहाँ जाँदा पनि ठिक छ, मिलेकै छ। अब फेरि यो पोइन्टदेखि यहाँ जाम, यो पोइन्टदेखि यो इन्डदेखि यहाँ जाँदाखेरि पनि ठिक छ होइन। अब फेरि यहाँदेखि यहाँ जाम है त, यहाँदेखि यहाँ जाँदा पनि मिलेको छ, सबै मिलेको छ नि होइन, क्वेसन अनुसार मिलेको छ नि अप्सन 2। अब यो पोइन्टदेखि यहाँ जाम, यो पोइन्टदेखि यहाँ जाँदा पनि मिलेको छ। अनि यो पोइन्टदेखि यहाँ जाम, यो पोइन्टदेखि यहाँ जाँदा पनि सबै कुराहरू मिलेको छ नि, सेम ठ्याक्राक्कै आइडेन्टिकल भएको छ कि छैन, सिमिलर छ कि छैन। अप्सन नम्बर 2 हेर्नु त, जस्ट हामीलाई के गर्दैछ भन्दाखेरि घुमाएर मात्रै हामीलाई साइड भ्यूबाट चाहिँ हामीलाई एन्सर देखाइदिएको छ। क्वेसनमा चाहिँ नि फ्रन्ट भ्यू, टप फ्रन्ट भ्यूबाट सोधेको छ, अनि एन्सरमा चाहिँ नि हामीलाई साइड भ्यूबाट देखाइदिएको छ नि, हो कि नि, एन्सर देखाइदिएको छ। सो त्यसले गर्दाखेरि अप्सन नम्बर 2 चाहिँ नि, अप्सन नम्बर 2 चाहिँ करेक्ट, अप्सन नम्बर 2 करेक्ट, 1 3 4 चाहिँ इन्करेक्ट। यसरी चाहिँ हामीले सल्भ गरिन्छ। अझै आउँदाको दिनमा मसँग मैले पाएसम्म चाहिँ इगल भ्यूको क्वेसनहरू सल्भ गरेर यसरी नै राखिदिनेछु है त गाइजहरूलाई। अब सल्भ गर्दा चाहिँ आइक्यू टेस्ट दिँदा चाहिँ दुःख नहोस्। ओके, बेस्ट अफ लक। यसरी चाहिँ सल्भ गरिन्छ इगल भ्यूको क्वेसन।